हेलो गाइस, यसरी हिँड्नुपर्छ स्वास्थ्यको लागि। यो डाँडा हैन, पल्लोपट्टिको डाँडा छ चिल्लो। ए उतापट्टिको डाँडामा गएको थियौँ हामी, यो डाँडामा है। लाल चन्दन बिहान पखको एकदम राम्रो भ्यूज देखिराख्न सक्नुहुन्छ साथीहरू। हामी चाहिँ माथिको माथि डाँडामा पुग्छौँ। आज बिहानको समयमा हामी हाइकिङ जाँदैछौँ यहाँ भाइहरूसँगै। हेर्न सक्नुहुन्छ कस्तो दामीको मौसम छ, घाम लागेको छ। दामीको मौसम सँगसँगै हामी चाहिँ जाँदैछौँ। म चाहिँ अहिले मेरो भाइहरूको कम्पनीतिर जाँदैछु, त्यहीँबाट जाने भनेर। त्यता जानको लागि बाटोमा छु। यो चाहिँ त्यतातिरको कम्पनी हेर्नु न, कोरियामा कति धेरै कम्पनी छन् भने जता पनि कम्पनी छ। यति सानो पनि कम्पनी नै हो, माथिको ठुलो पनि कम्पनी नै हो। सबै कम्पनी नै कम्पनी। ल हाम्रो सन्देश भाइहरूको कम्पनी चाहिँ यही हो। हाइकिङ जाने भाइहरू जम्मा 2 जना मात्रै हो हाइकिङ जाने। आमा त पुगिसक्यो। चल्दियो सुन्दे कम्पनी होइन त यो, छाङ्गु सिक्फुम। लगाइदियो बुद्धेको साइकल जस्तो यो पहिलाको हुनसक्छ होइन, यस्तो खटारे त थिएन हो। त्यता हो अस्तिको दाँडा हो। जाउँ अब, तिमी नै हो गाइड के अरे आज। अब जता गए पनि जता लगे पनि पछि जाने हो, पछि के हो सर यस्तो? दिनु पर्यो काम दिनु पर्यो। यस्तो अल्छी गरेर भएन है। ल नाइस छ सर। हाम्रो साथीले मजाले काम गरिराख्नु भएको छ। ल दामी छ यार, बिहानदेखिको यति हो त काम। सर ए 4 घन्टामा यति गरेर अनि जाने हो। दामी छ, दामी। ल ओके, आराम गर्ने समयमा यसरी गर्नु भनेको नि आफ्नो शरीरलाई पनि राम्रो भयो होइन। बिदाको दिन यसरी अलिअलि काम गर्नु पाउनु भनेको नि राम्रै कुरा हो, नट ब्याड। बिहानै उठेर यसो आफूलाई रिफ्रेसमेन्ट पनि भयो नि त, एक्सर्साइज भयो। ए बाटो छ भाइ यताबाट? ए हो। अनि त्यसपछि मेनमारेदेखि साजनलाई ल्याएको थियो। साजनले म हिँडिन्छु भनेको थियो, मलाई ल्याएर राखिदिइरहेको अहिले। अब म त हिँडिन्छु भन्दा चाहिँ त्यही त। वाह छान्छ, जङ्गल आइपुग्यो है। भिजा थप्ने बेला भइसक्यो, चिन कराएर आर्मी क्याम्प। पहिला
कोरियाको वार हुँदाखेरिमा यहाँ बसेर लुकेर हान्थ्यो है मान्छेले। त्यसमा लागेको छैन। वा यस्तो जङ्गलमा आइपुग्यो त हामी त भाइ। अब ओह्रालो झर्ने माथि नै गयो यसरी नै टुइ गयो होइन बाटो रहेछ त यतिको बाटो भइगयो नि के को यसरी त गइहालिन्छ नि। ए गाउँमा हुँदाखेरि कस्तो जङ्गल झाडी त हिँडेको मान्छेहरू हामी हिँड्यो त्यही भएर त नि यतिको बाटो भएको। आर्मीहरूले त हो नि यहाँ सबै यहाँ कि आर्मीको बटालियन नम्बर लेखेर देख्नु हौ यहाँ हेर नि 8548 आर्मीहरूले यस्तो जङ्गल हिँड्ने छ आज कोरियाको जङ्गल। ए भाइ हामी कतै यसो जङ्गल गाउँ हिँडेर कतै ट्रम्पको देशमा त पुगिँदैन अमेरिका। मत भुलिए होइन भाइहरूको जङ्गलको यात्रा जारी छ भाइहरूसँग। यहाँ चाहिँ एकदमै धेरै काठ काटिरहेको रहेछ है दामी। लाल चन्दन पुष्पा 3 को पनि के ट्रेलर आइसक्यो हो। कस्तो मजाको चाहिँ छ यतातिरको जङ्गल हो नि कोरियाको जङ्गल। हेर्नुहोस् साथीहरू कस्तो छ भन्दा यस्तो छ। यो सबै के हो यस्तो बिल्कुलै काटेर है जङ्गल फडानी गरेछ हौ। यहाँनिर चाहिँ के बनाउन लागेको होला क्या पक्कै न। जङ्गलमा चाहिँ कम्पनीहरू। वाह नाइस। ए लड्छ भाइ पुष्पा के लोग यहाँ आकर पुष्पा और पुष्पा के लोग यहाँ के लकड़ी सब लड़ा दिया है। लड़ा दिया है। छापा मार लिया पुलिस लोगों ने और सब भाग लिया लकड़ी। कोरें कस्तो खालको चाहिँ गीत हो। कस्तो भइरहेको छ त नि भाइको थुङसान। पहिलो एक्सपिरियन्स त होइन नि यार उतातिर आइसक्यो भने के हो झोलाभरि बोकेर ल्याएको छौ क्या तिमीले यार टन्ने। सब छ नि यहाँ लुगा माथि गएर कफी खाने हो टाढै हो नि। यस्तो जङ्गलको बाटो अझै हाम्रो यात्रा जारी नै छ हो साथीहरू। अहिले बिहानको 10 बज्न लागिसकेको अवस्था छ तर पनि घाम एकदमै 12-1 बजे जस्तै भइसक्यो। त नै क्या ठाडै उकालो है यो पहाड भनेको हाम्रो लास्टै ठाडै उकालो यार यो त। यस्तै उकालोहरु आउँछ जिन्दगी। यसलाई चाहिँ हामीले जिन्दगी यहाँ हेर्नु होइन समतल जस्तो थियो हैन हो नि। कहिलेकाहीँ यस्तै समस्याहरू आइदिन्छ। क्या मिठो कुरा गरे भाइ यार तिमी। ओइ साँच्चै यो बाटो हो त भने कहिलेकाहीँ यात्रा सजिलो हुन्छ कहिलेकाहीँ बाटो हो यो भने यही हो। वाह ल जाउँ तर पनि हामी हाम्रो गन्तव्यमा चाहिँ पुग्नै पर्छ। यहाँ हाम्रो ठाडै छ त यार। छैन यस्तो उकालो चढ्दा गल्छ हामी होइन भाइ। हेलो गाइस यसरी हिँड्नुपर्छ स्वास्थ्यको लागि सबैजनाले आफ्नो केयर गर्नु पर्यो। ल साथीहरू हामी आइपुग्यौँ है। यतातिर पो देखिँदो रहेछ त नि। वाह होइन यो रुखले चाहिँ अलिकति नदेखिया भयो यतापट्टि साइडमा है। दामी जानुपर्छ माथि नै जानुपर्छ अझै माथि हो र। यो कहिले बनाएको रहेछ यो त नयाँ बनाएको कम्पनी जस्तो है यो यहाँनिरको। भयो यहाँनिर छैन मेरो यो त फुटबल खेल्ने साइड भइरहेको नि।
हाम्रो त उतापट्टि साइडमा हो नि त तर होइन ऊ त्यहाँनिर कता हो ऊ त्यहाँनिर देखिरहेको फुटबल ग्राउन्ड त्यहाँनिर छ वाउ नाइस छ नाइस ल हामी चाहिँ आज देखियो नि किन नदेखिनु त्यो आफूले गएको डाँडा त्यहाँ हैन र सन्जय पल्लोपट्टिको डाँडा चाहिँ हो यताको होइन उतापट्टिको यो डाँडा होइन पल्लोपट्टिको डाँडा चाहिँ हो चिल्लो ए उतापट्टिको डाँडामा गएको थियौँ हामी यो डाँडामा है भित्र नि ट्याङ्कीहरु ल्याए है अन्त नि यहाँनिर चाहिँ यसरी चाहिँ पुरा यहाँ पानी ट्याङ्की बनाएको रहेछ है यति डाँडामाथि पनि अनि पानी ट्याङ्की मौसम सफा छ अहिले यो अहिले त हल्का तुवालो लामाको मात्रै हो यतातिर यहाँ पानी ट्याङ्की छ दामीको यो कत्रो पानी ट्याङ्की हो ओइ यो त खस्दो रहेछ यार होइन यो सब पानीले बिग्रिसकेको रहेछ क्या यो ढलान चाहिँ प्लास्टर चाहिँ दामी 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 दाइ यहाँसम्म आइयो होइन दाइ कस्तो भइरहेछ त अनुभव एकदम रमाइलो भइरहेछ भाइ आज हामी भाइहरूसँग होइन 3 जना भएर दाजुभाइ मिलेर हामी आज यसरी जङ्गलको माथि होइन के भन्छ हाइकिङ आएको एकदमै रमाइलो भइरहेछ अहिले चाहिँ बिहानको लगभग 10 बज्यो होइन 10 बजेको बेलामा पनि 12-1 बजे जस्तै घाम लागिरहेको छ एकदम रमाइलो देख्न सक्नुहुन्छ यसरी चाहिँ हरियाली छ होइन अहिले बसन्त ऋतु एकदमै हरियाली छ त्यसैमा पनि हामी चाहिँ अब कोरियाको यो छुट्टीको मौकामा चाहिँ हामी सबै साथीभाइ चाहिँ मिलेर यसरी हाइकिङ आउनु भनेको आफ्नो स्वास्थ्यको लागि पनि एकदमै राम्रो हो र अब भोलि पर्सि काम गर्ने दिनमा एउटा चाहिँ छुट्टै ऊर्जा आउँछ होइन त्यसै भएर हामी कोरियामा भएको साथीहरू सबैजना यतिकै रुममा मोबाइल हेरेर बस्नुको साटो होइन यसरी चाहिँ यसो साथीभाइ मिलेर यसरी चाहिँ नजिकको पहाडमा अलिकति राम्रो पहाड चढ्न जानलाई त अहिले मौसमले पनि साथ दिएको थिएन हिजो अस्ति चाहिँ होइन जाने भन्ने प्लान त थियो तर अहिले चाहिँ नजिकैको पहाड भए पनि हामी 3 भाइ मिलेर आयौँ रमाइलो छ र साथीहरू सबैजना यदि कता कता हुनुहुन्छ के हुनुहुन्छ मेरो च्यानललाई चाहिँ सबैजनाले माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला के अरे होइन हामी नयाँ नयाँ साथीहरू यसो मिलेर अगाडि बढ्नुपर्छ भन्न चाहन्छु अनि कफी खान्छौ कफी चाहिँ म बनाउँछु कफीको पनि बन्दोबस्त छ है यहाँ 4 जना आइन्छ कि भनेर 4टा कप ल्याएको थिएँ ए हो 4 जना अर्को कोलाई चाहिँ उ देखाएको थियौ र तिमीले आउलास लातेर हाम्रै रुमको पार्टनरहरू उनीहरू चाहिँ एकदम टन्नै छ त फेरि यार उनीहरू एकदम बिजी छन् एकजना साथी पुरा हालमा हुन्छ हैन एकजना काम गर्दैछन् दुईजना अर्कै काम गर्दैछन् म्याक्सिम कोरियाको एकदमै चलेको ब्रान्ड हैन म्याक्सिम कफी कफी कहिले हो पाक्ने भनेर बसिरहेको थियो साथी रुममा हैन यो रुम हैन नि त यो त रुम कहाँ हुनु यो त यस्तो दामी ठाउँको स्पट हो नि त यो त पिकनिक स्पट भनौँ न ल्याउन सक्ने यही हो अनि गरम सामान ल्याउन सक्दैन ल्याउन सक्दैन अरु त खासमा रामेन सामान ल्याउँ कि जसले पानी चाहिन्छ नि त रामेन चिसो पानीमा खाएर भयो हामीसँग जुस पनि छ गाइस दामी छ ए जुस र कफी एकचोटि खाने अहिले खाने नि यार यो त अहिले राख न दामी अहिले खिच्नुपर्छ अहिले राख न सबै झिक्नु पर्यो नि अहिले सो गर्नु पर्दैन हामी कति भन्दा यस्तो गरेर खिच्दियौ नि अहिले क्यापले झन् यस्तो ह्यान्डसम देखाइरहेको छ पुरा जेन्टलम्यान जेन्टलम्यान त्यो त भिडियोलाई हो फोटोलाई हो अहिले खिच्न दामी आइरहेको छ अहिले खिच्नै पर्ने हुन्छ यो चाहिँ थर्मस हो थर्मस भित्र तातो पानी दामी छ बाबा मेरो ओट त सेक्सी छ नि त्यस्तो नभन्नु यार मेरो भिडियो एकदम प्रोफेसनल भिडियो ओट चाहिँ सेक्सी छ भनेको राम्रो छ यस्तो पछाडिको भ्यूज पनि सही छ के अनि साथीहरु है पछाडिको भ्यू सोध्नु पर्छ नि म त भाइको गाउँदै थिएँ नि त सबै राम्रो छ दामी छ ल यसरी हामी रमाइलो गर्दैछौँ साथीहरु ल यो चाहिँ हाम्रो कफी चाहिँ यो चाहिँ हाम्रो दाइकोलाई प्यारो दाइकोलाई आम्मै मेरो भाइ एन्ड दिस इज फर मी थ्यांक यू सो मच फर दिस डेलिशियस कफी इंग्लिश चियर्स हान्नै पर्ने हुन्छ हान्नु पर्यो नि यार हान्नु पर्यो नि यो फोरला अहिले यहाँ फाल्नु हुँदैन अहिले सबै कतैवटा हाल्यो हो तिम्रो कफी यार दुईटा हो ए हार्ड बनाएको अझै छ होला दुईटा एकै छैन पो यति नै ल्याएछु चियर्स चियर्स हान्नै पर्ने हुन्छ गाइस ओके चियर्स ग्राउन्ड साल टिपेर लान्छ खास पोजै त्यस्तो हो कपाल यस्तो ह्यान्डसम छ है ए अलि टाढो अलि यता आउन हैन पोज ल गाइजहरु अब हामी झर्छौं यो अन्तिम दृश्य आजको लागि ल जाऊ जाने हैन ल जाऊ
लाग्यो लाग्यो ल गाइजहरू हामी लाग्यौँ अब बिस्तारै झरेर अब घर गएर त्यस पछाडि खानासाना खानुपर्छ त्यस पछाडि अनि फेरि एकछिन आराम गरेर अनि फुटबल खेल्न जानुपर्छ है त यसरी आजको हाम्रो हाइकिङ कार्यक्रम यहाँबाट अन्तिम हुन्छ अब बिस्तारै 1-2 क्लिप झर्दाको आउँछ हेर्दै गर्नुहोस् मेरो भिडियो गाइजहरू बिस्तारै झरौँ है ओह्रालो भाइहरू मजाको गीत लगाउँदै झरिरहेको छ लड्छ है हेरेर हिँडौँ मलाई थाहा छैन कोरियाको जङ्गल सफारी यो त अस्ति नै आएको ठाउँमा आइयो यार त नि ऊ डाँडा होइन त त्यही डाँडामा होइन त अस्ति हामीको केटाहरू फर्किसक्यो है अहिले चाहिँ हाइकिङ गरेर फर्किसक्यो अवस्था